नमस्कार सबैजनालाई म तपाईहरुको क्रिस साहनी। यो चाहिँ नयाँ बुकको मिनिङहरु मैले राखेको छ यहाँ यसमा सबै। अनि यसरी नै लगातार भिडियो हाल्छ म। अब चाहिँ नयाँ बुकको हाल्दिन्छु। एक्जाम पनि सरेको होला 1.5 महिना। यसले नेपालको परिस्थितिले गर्दाखेरि त्यो दौरानमा त्यो समय अवधिमा कति पढ्नुहुन्छ कति सुन्न सक्नुहुन्छ, मेरो भिडियोले कति हेल्प हुन्छ म त्यति गर्छु है। तपाईहरु कति पढ्नुहुन्छ त्यसमा भर पर्छ। ल धेरै कुरा नगरिकन मैले सुरु गरे। कतिपय सुन्ने खालको भिडियो हुन्छ, तपाईले सुनेरै याद गर्न सक्नुहुन्छ। कतिपय मैले लेखेर देखाउनु पर्ने हुन्छ, त्यसको लागि अब सुन्ने कुरा सुन्नुस्। अनि जुन कुरा हेर्नु पर्ने छ त्यो टाइम मिलाएर हेर्नुस्, स्क्रिनशट राख्नुस् है। प्लेलिस्टमा सबै शब्द अर्थ पुरानो बुकको र नयाँ बुकको हुन्छ। ल मैले सुरु गरे। यहाँ छागी भनेछ नि, छागी भनेको आफ्नो, छागी भनेको आफ्नो, सोगे भनेको परिचय, सोगे भनेको परिचय, छागी सोगे हाँसे हो भन्छ नि, आफ्नो परिचय गर्नुहोस् भनेको नि। इरुम भनेको नाम, इरुम भनेको नाम। खावी फ्योसी, खावी फ्योसी भनेको क्रस चिन्ह, कैची चिन्ह यस्तो खालको हुन्छ नि, यो क्रस चिन्ह हो। खावी फ्योसी क्रस चिन्ह, खावी भनेको कैची, फ्योसी भनेको सांकेतिक चिन्ह हुन्छ नि, चिन्ह हो त्यो। खानहोसा, खानहोसा भनेको नर्स, खानहोसा नर्स। अनि जस्तै नर्स पुलिसहरुको शब्द अर्थ जतिखेर हामी पढ्छौं नि, त्योसँग चाहिँ याद राख्नु होला यो सबै पदहरु हो। खानहोसा भनेको पद, एउटा पेशा नर्स है। अनि ख्यक्सिक, ख्यक्सिक औपचारिक, ख्यक्सिक औपचारिक। हामीले फर्मल र इन्फर्मल भनेर पढ्छ नि, थाहा छ नि, हो त्यही। त्यसको लागि चाहिँ ख्यक्सिक छ यहाँ, औपचारिक फर्मल, फर्मल। खेङछालग्वान, खेङछालग्वान प्रहरी अधिकृत, यो पनि के हो, एउटा पद हो, एउटा पेशामा छ है। खेङछालग्वान प्रहरी अधिकृत। खोगे शिर, खोगे शिर भनेको टाउको, खोगे भनेको शिर टाउको। खोङमुवन सरकारी कर्मचारी, खोङमुवन सरकारी कर्मचारी, खोङमुवन सरकारी कर्मचारी। अनि खुक्का, खुक्का, खुक्का मैले प्रोनाउन्स गरिन, खुक्का प्रोनाउन्स गरे मैले, खुक्का भनेको राष्ट्रिय, नेसन। मैले इंग्लिशमा धेरै जोड दिन है, नेपालीमा जोड दिए। अनि खुक्की, खुक्की भनेको राष्ट्रिय झण्डा, चाहे हाम्रो नेपालको चाहे कोरियाको जुनसुकै होस्, खुक्की राष्ट्रिय झण्डा। पहिलाको पुरानो बुकमा चाहिँ यसरी थिएन, यो नयाँ बुकमा छ। अनि खुक्चक, खुक्जक मैले उच्चारण गरिन, खुक्चक, खुक्चक राष्ट्रियता, खुक्चक राष्ट्रियता, खुक्चक राष्ट्रियता। अगाडि हेरौँ के छ। खुल्लोजा, खुल्लोजा यहाँ कमा दिएको छ, त्यसले गर्दाखेरि चाहिँ डिफ्रेन्ट हुन्छ, अलग अलग हो यो भन्न खोजेको। हेर्नु ल, खुल्लोजा हामी चाहिँ के हो, जस्तै म कोरिया आए, म वेगुगिन खुल्लोजा भयो, विदेशी कर्मचारी भयो नि त, म विदेशी काम गर्ने मान्छे, खुल्लोजा। अनि त्यसपछि नोदोङजा, छिगवन, सावन, यो सबै सिमिलर, मजदुर वा कर्मचारी। यो चारवटैको मिनिङ के हो, मजदुर वा कर्मचारी। खुल्लोजा, नोदोङजा, छिगवन, सावन भनेको मजदुर कर्मचारी, बुझ्नुभयो, वर्कर स्टाफ। खिसुल्चा, खिसुल्चा, खिसुल्जा मैले भनिन, खिसुल्चा मिस्त्री, मिस्त्री भन्नाले प्राविधिक, प्राविधिक कुनै कुरामा पुक्त भएको व्यक्ति, खिसुल्चा। सिपमा कुनै सिपमा पुक्त भएको व्यक्तिलाई खिसुल्चा भन्दो रहेछ। अनि खितपाल झण्डा, खितपाल झण्डा, खितपाल भनेको नर्मल झण्डा भयो। खुक्की अघि हामीले पढाएको थियौँ, राष्ट्रिय झण्डा खुक्की। अनि खितपाल भनेको झण्डा। अनि किरी सँग बीच, किरी सँग बीच भनेको चाहिँ जस्तै कर्मचारी बीच भन्यो भने
जस्तै खुल्लो जाकिरी भनेको बीच हैन एकअर्काको बीचमा भनेर जतिखेर हामी कुरा राख्छ नि हो त्यतिखेर युज गर्ने भनेको बीच युज गर्छ नि अथवा सँगलाई धेरै हामीले फोकस गर्दैन बीच भन्यो भने कन्फ्युज हुँदैन है हामी सँगलाई किन फोकस गरिन भन्दा राङ खाची भन्दा नि सँग हो नि त त्यही भएर सँगलाई हामीले फोकस गर्दैन बीच यो सजिलो हुन्छ हामीले नेपालीमा धेरै युज गर्ने शब्द भनेको बीचमा जस्तै विद्यार्थी र शिक्षकको बीचमा श्रीमान र श्रीमतीको बीचमा हो त्यो किरी हो यो चाहिँ बुझ्नुभयो नारा देश नेपाल भनेको नेपाल भइहाल्यो नोङबु किसान नुगुको अनि थामान तर अब तरको धेरै भेरिएसन छ त्यसको बारेमा पछि ग्रामर पढाउँदाखेरि ग्रामरको भिडियो यसरी नै ल्याउँदाखेरि म बनाउला अहिलेको लागि पढिराख्नु जस्तै खुरन्दे जिमान खुरना त्यसरी भन्छ नि धेरै छ तर अहिलेको लागि चाहिँ नयाँ आएको छ हाम्रो बुकमा थामान भनेको पनि तर हो यो पढिराख्नु पर्यो बुझ्नुभयो अब अर्कोमा जाउँ थेहान मिनगुक यो थेहान मिनगुक भनेको गणतन्त्र कोरिया रिपब्लिक अफ कोरिया थेहान मिनगुक गणतन्त्र कोरिया बुझ्नुभयो अब अर्को च्याप्टरमा जाउँ यहाँ छ के भने बारे है थेहे बारेमा केको बारेमा कुरा गरेको भन्दाखेरि यो त्यो अवस्थामा बारेमा युज गर्छ नि हामी थेहे भनेको बारेमा बुझ्नुभयो थेहे भनेको बारेमा अब एक्जाम्पलहरू दिन थाल्यो भने मिनिङ धेरै छ क्या अनि एक्जाम्पल गर्दाखेरि गाह्रो हुन्छ नि त्यही भएर मैले अहिले मिनिङ मात्रै भनिरहेको छ बीचबीचमा सेन्टेन्सहरू पनि लिएर आउँदै गर्छु है अनि थोङ्गुरामी फ्योसी भनेको गोलो चिन्ह भएको सङ्केत यस्तो गोलो चिन्हको बीचमा कुनै सङ्केत दिएको हुन्छ नि जस्तै नो स्मोकिङ यस्तो खालको कुनै चिन्ह क्रस हुन्छ खावी फ्योसी कैँचीको चिन्ह राखेर कुनै गोलोको बीचमा राखेको हुन्छ नि त्यो भन्न खोजेको गोलो टाइपको चिन्हलाई के भन्दछ त थोङ्गुरामी फ्योसी अनि जब हामी गोलोबद्ध भएर हात एकअर्काको हात समातेर हामी गोलो भएर बस्छ नि त्यसलाई पनि के भन्छौँ थोङ्गुरामी अनि थोङथिमोरु भनेको पूर्वी टिमोर योहरू त्यति इम्पोर्टेन्ट हुन्न तर टाइम छ भने पढिराख्नु थोङथिमोरु भनेको पूर्वी टिमोर अनि राउसु अहिले नयाँ थपिएको देश अनि म्याङ्सा भनेको नाम अब इरुम भनेको पनि नाम भन्नुभयो म्याङ्सा भनेको पनि नाम भन्नुभयो के हो त कुरा भनेर भन्दाखेरि क्रिया अनि जस्तै नाउन भर्ब भनेर पढ्छ नि हामी यो नाउन हेर्नु त यो नाउन इङ्ग्लिसले कहिलेकाहीँ हेल्प गर्छ हामीलाई नाउन लेखेको छ नि हो त्यो टाइपको के यो चाहिँ जस्तै हामी ग्रामर पढ्दाखेरि युज गर्ने जस्तै हुन्छ नि नाम अलग्गै हुन्छ अनि त्यसपछि नाउन प्रनाउन नाम सर्वनाम पढ्छ नि हो त्यो टाइपको म्याङ्सा हो यो चाहिँ म्याङ्सा मोए हो भनेर सोध्न मिल्दैन इरुमी मोए हो म्याङ्साका मोए हो भनेर सोध्न मिल्दैन है म्याङ्सा चाहिँ ग्रामरहरू पढ्दाखेरि युज हुने शब्द हो बुझ्नुभयो तर यो पनि नाम हो तर हामीले मान्छेको नाम भन्दा इरुम भन्छ यो चाहिँ पढाइ लेखाइमा युज गर्दाखेरि म्याङ्सा भनेर भन्छ है मोगुक मातृभूमि मोगुग मातृभाषा मोक्सु सिकर्मी काठमिस्त्री भनौँ न हाम्रो नेपालीमा काठमिस्त्री मङ्गोलिया मुन्बब व्याकरण मुन्जाङ वाक्य सेन्टेन्स हुन्छ नि सेन्टेन्स त्यो मुन्जाङ भनेको वाक्य हामीले ग्रामरहरू पढ्दाखेरि त्यो कुराहरू अब आउँछ त्यसको लागि चाहिँ यो मिनिङहरू चाहिन्छ त्यही भएर बेसिक मिनिङहरू राखेको छ मुन्हुवा भनेको संस्कृति कोरियन भाषा पास गर्ने मेन औजार चाहिँ मुन्हुवा संस्कृति बुझ्नुपर्ने हुन्छ हामीले बुझ्नुभयो अब अगाडि जाउँ मुन्हुवा भनेको संस्कृति पढ्यौँ हामीले मिगुक भनेको अमेरिका मियानमा भनेको
है, यो पनि देश भइहाल्यो, म्यानमार देश भइहाल्यो, याद नगर्दा नि भयो। अनि फाल्कुप इल्चा अथवा फारहेङ जारी मिति योहरू किन भनेर भन्दाखेरि जारी मिति याद हुनुपर्छ, पासपोर्टको, एलियन कार्डको, एटिएम कार्डको है। फाल्कुप इल्चा अनि मैले फालहेङ भनिन, फारहेङ जारी मिति, बुझ्नुभयो। फाङ्गलादेशी भनेको बांग्लादेश भइहाल्यो। फाङ्सिक तरिका विधि, फेथिनाम भेदनाम। अब अर्को के छ यहाँनिर, भेदनाम पढ्यो। फोगिवा खाची उदाहरण जस्तै भन्छ नि, क्वेसन भन्दा नि फोगिवा खाची उदाहरण जस्तै। अनि ये पनि भन्छ, येरुल थुर भनेर, ये भनेको पनि एक्जाम्पल हो, उदाहरण पढ्दै गर्दाखेरि ये भन्छ। यो अलिकति मिस्टेक भयो, बुझ्नु न। जस्तै अझै मजाले लेखिदिए जस्तै यस्तो हुन्छ क्या यो पनि उदाहरणै हो। अनि फोगिवा खाची उदाहरण, तर नेपालीमा यसलाई स्पष्टीकरण दिँदाखेरि के जान्छ भने हेरे जस्तो भन्छ नि, अहिले उदाहरण जस्तै बुझौँ, हामीलाई यो लिसनिङमा काम लाग्छ। अनि अर्को फोनगुक, छागुक, नेगुक भनेको आफ्नो देश, स्वदेश चाहिन्छ नि त। फोनगुक, छागुक, नेगुक, उरिनारा नेपाल, फोनगुक, छागुक, नेगुक, ये हो माझी, बुझ्नुभयो। अनि अर्को फिग्यक्सिक भनेको अनौपचारिक, इन्फर्मल। अघि हामीले फर्मल पढाएको थियो, औपचारिक पढाएको थियो, अहिले चाहिँ फिग्यक्सिक भनेको अनौपचारिक पढ्यौँ है। अनि अर्को फिजनमुन छुयप भनेको व्यावसायिक रोजगार भिसा, कामदार भिसा, इनाइन भिसालाई के भन्दो रहेछ, व्यावसायिक रोजगारी भिसा, कामदार भिसा, इनाइन भिसालाई अर्को के भन्दो रहेछ त, फिजनमुन छुयप। ल, साङदे दोस्रो पक्ष, साङदेबाङ भनेको दोस्रो पक्ष, साङदे है, यस्तो गरेर दे छ यहाँ, कन्फ्युज नहुनु होला। साङदे भनेको दोस्रो पक्ष, यो छ नि दोस्रो पक्ष, विपक्ष। अर्को पक्षलाई अप्ठ्यारो नहुने गरी काम गर्नुपर्छ है भन्छ नि, हो त्यो साङदे नि भयो, साङदेबाङ नि भयो, साङदे भनौँ, साङदे भनेको दोस्रो पक्ष। साङह्वा अवस्था, सिचुएसन, साङह्वा अवस्था। ससुल वर्णन, व्याख्या, डिस्क्राइब गर्छ नि, त्यो ससुल वर्णन है। अर्को हेरौँ, अर्कोमा के छ, ससुल पनि पढ्यो। सक्सु डकर्मी, यो मासोन भन्छ नि, त्यो मूर्तिकारहरू हुन्छ नि, मूर्तिहरू बनाउने, त्यो ढुङ्गामा आठहरू खोपेर बनाउँछ नि, सक्सु हो त्यो। सक्सु डकर्मीको नेपालीमा एक्सप्लेनेसन सजिलोसँगले बुझ्दाखेरि मूर्तिकार भनेर बुझौँ न, त्यसलाई चाहिँ सक्सु भन्दो रहेछ है। अब अर्को हेरौँ, सनसेङ नेम शिक्षक, यो सबैजनालाई थाहा छ, यसमा केही समस्या भएन। अनि सङम्याङ भनेको नाम थर, हामीले फर्म भर्दाखेरि प्राय हामीलाई यो चाहिन्छ, सङम्याङ नाम थर। सङ्ब्याल भनेको लिङ्ग, जेन्डर, मेल फिमेल भनेर सोध्छ नि, स्त्री कि पुरुष भनेर सोध्छ, हो त्यो कुरा सङ्ब्याल है। अनि अर्को छ हाम्रो सङछोगी भनेर नपढ्नु होला, सङजोगी अमेरिकाको झन्डा। अब यो त पढेर काम छैन हामीलाई, सङजोगी अमेरिकाको झन्डा। अनि सोगुक भनेको सानो देश, सोबाङवान भनेको अग्नि नियन्त्रक, दमकल भन्छ नि हामी लोकल भाषामा, दमकल। सोबाङवान अग्नि नियन्त्रक, हामीले आफ्नो भाषामा पढौँ, लोकल भाषामा दमकल भनौँ, सक्यो। नेपाली भाषाहरू कुनै कस्तो भास्ट हुन्छ नि, हामीले प्रोनाउन्स गर्नै गाह्रो हुन्छ नि, हो त्यही भएर सजिलो कुन छ त्यसलाई याद राख्ने भइहाल्छ, सजिलो हुन्छ हामीलाई रिमाइन्ड गर्न।
अनि अर्को छ सोक्सङ गुण विशेषता सोक्सङ गुण विशेषता यसको बारेमा त एक्सप्लेन गर्नु पर्दैन होला मैले अब अर्को छ सुरीराङ्गा श्रीलङ्का सुरीराङ्गा यो कोरियनले यो मिनिङहरु लेख्दाखेरि मुखमा सुपारी राखेर लेखेको थियो होला कि अनि सुरीराङ्गा कसरी बोल्छ नि कि त पक्कै सुपारी राखेर बोलेको हुनुपर्छ कि त के खादै लेखेको हुनुपर्छ क्या यो पक्कै पनि सुरीराङ्गा भन्छ श्रीलङ्का कति सजिलो छ हैन त के गर्नु अर्को छ सी भनेको जी तपाईको नाम केही छ जस्तै मेरो नाम क्रिस भयो भने क्रिस सी भन्छ हामी जी भन्छ नि यहाँ चाहिँ सी भन्छ त्यो सबैलाई थाहा छ मैले भनिराख्नु परेन त्यो कुरा अब अर्को छ हेगुक्गा भनिन मैले प्रोनाउन्सिएसन याद गर्नु हेगुक्गा भनिन मैले हेगुक्का यहाँ तल पनि छ फाछिम याद गर्नुपर्छ हेगुक्का कोरियाको राष्ट्रिय गाना हेगुक्का त्यसको एउटा हिस्ट्री छ बेग्लै हिस्ट्री छ पछि मैले मुनुवा पढाउँदाखेरि त्यो कुरा पनि पढाउँछु अनि हेगुक्का नेशनल सङ अफ कोरिया भनेर याद गर्दा भयो है अनि अर्को अनु भनेको कुन अब अनु र मुसुनमा फेरि कन्फ्युज होला अनु भन्ने बित्तिकै डिरेक्सन देशहरुको कुरा आउँछ थाहा छ नि मैले रिमाइन्ड गराइदिए यहाँ अनु मात्रै लेखेको छ अनु भन्ने बित्तिकै डिरेक्सनको कुरा आउँछ देश ठाउँ अनि मुसुन भन्यो भने सामान्य मुसुन नारा भनेर मिल्दैन फेरि त्यो गल्ती गर्नु हुँदैन अनु नारा भनेर ठ्याक्कै मिल्छ फेरि सुहाउँछ नि त्यही भएर अनु भन्यो भने यो डट पेन टेबलहरु कपडाहरुमा लाग्दैन अनु यो चाहिँ डिरेक्सनमा लाग्छ मुसुन चाहिँ लाग्छ है सानसानो कुरामा अनु सिधै देश र डिरेक्सन याद राख्दा भयो बुझ्नुभयो अब अर्को हेरौँ अर्कोमा के छ यहाँनिर अबु भनेको माझी भनेको छ यहाँ है याद गर्नुलाई माथि देखिएन मैले यसलाई फेरि क्लियर गरे अलिकति अबु भनेको माछा मार्ने माझी अबु भनेको माझी अहुई भनेको शब्दावली भोकाबुलेरी अहुई अनि येवी शिष्टता येजल शिष्टाचार मर्यादा यहाँनिर एउटा मिस्टेक छ ल यो मिस्टेक भयो यो यहाँ छ नि ओरुनसोन भन्यो यहाँनिर अनि बायाँ पाखुरा भन्यो अनि ओरुनफाल भन्यो यहाँ दायाँ पाखुरा भन्यो यो मिस्टेक छ है ओरुन भनेको चाहिँ दायाँ हुन्छ यो नहेर्नु थाहा होला मैले यहाँ तर पनि लेखिदिएँ कन्फ्युज नहुनु होला यहाँनिर ओरुन भनेको दायाँ छ नि ओरुन भनेको दायाँ अनि वेन भनेको चाहिँ बायाँ वेन भन्यो भने चाहिँ बायाँ हुन्छ यो वेन बायाँ है अब यसको यतातिर जस्तै यहाँ सोन राखेको छ नि यो सोन थपिदियो भने दायाँ हात अनि यसमा चाहिँ सोन प्लस गर्यो भने यसरी गरेर सोन हाल्यो भने बायाँ हात भनेर हुन्छ है यहाँ चाहिँ मिस्टेक छ त्यही भएर बुकहरु पढ्दाखेरि चाहिँ अलिकति केयरफुलबाट पढ्नु बुझ्नुभयो ओरुन भनेको दायाँ भयो वेन भनेको बायाँ भयो यहाँ लेखिदिएको छ मैले यो वेन भनेको बायाँ अनि ओरुन भनेको दायाँ यो थाहा छ नि फाङयाङ भन्छ दिशा साइड यसमा कन्फ्युज नहुनु यसरी पढ्दै जाँदाखेरि मिस्टेकहरु हुन्छ त्यो हेर्नु है याद गरेर गर्नु ल यो पनि भयो अनि अर्को हेरौँ अब अर्को के छ यहाँनिर अनि वा अब यसलाई जस्तै अब ग्याप छ वा खाछिनी भन्छ अब सँगै सेन्टेन्समा छ भने गाछिनी भन्छ तर प्राय जस्तो चाहिँ वा खाछी हुन्छ है जस्तैसँग यो प्राय हामीले लिसनिङहरु पढ्दाखेरि यो सुन्ने कुरा हो वा खाछी वेगुगिन थुङ्रोक बन हो विदेशी परिचय पत्र नम्बर एलियन कार्डको नम्बर हुन्छ नि हो त्यो चाहिँ याद राख्नुपर्छ है वेगुगिन थुङ्नोक बन हो थुङरोक कतिजनाले पढ्नुहुन्छ प्रोनाउन्सिएसन थुङरोक त्यो हुँदैन थुङ्नोक बन हो वेगुगिन थुङ्नोक बन हो भनेको परिचय पत्र नम्बर अनि अर्को छ वेगुगिन थुङ्नोक जुङ भनेको परिचय पत्र बन हो छ नि यहाँ बन होले गर्दा नम्बर बतायो अनि जुङले गर्दाखेरि पत्र बतायो बुझ्नुभयो यसमा कन्फ्युजन छैन अनि वेगुगिन छङ भनेको विदेशी कार्यालय वेगुगिन छङ
विदेशी कार्यालय। अर्को छ वेगुगिन छङजाङ भनेको विदेशी मामिला निर्देशक। यो हामीले धेरै याद गरिराख्नु परेन। विदेशीहरूको बारेमा जुन अप्ठ्यारो गाह्रो हुन्छ, विदेशीको टपिकको जुन छ नि त्यसको बारेमा डिसिजन लिने व्यक्ति भनौँ नेपाली भाषामा चाहिँ वेगुगिन छङजाङ। ओभरअल भनौँ विदेशीको बारेमा हरेक कुराको निर्णय लिने व्यक्ति भनौँ न। अनि वेनसन, यहाँ बायाँ हात हाल्यो नि, सही छ। फेरि यहाँ हेर्नु, यहाँ गल्ती छ नि। वेनसन भनेको वेनसन भन्यो बायाँ हात, वेनफाल भन्यो दायाँ हात। यहाँ मिलेन नि, फेरि यहाँ टाइपिङ गलत भएछ, मिस्टेक हो यो चाहिँ। वेनसन भनेको बायाँ नै हो, अनि वेनफाल भनेको पनि बायाँ हातै हो है, बायाँ हात। अनि दायाँलाई चाहिँ के भनेको थियो, ओरुन। बुझ्नुभयो? कन्फ्युज हुनुभयो भने भिडियो रिपिट गरेर हेर्नु ल। यति भयो। अब अर्को हेर्नु, योरिसा छोरिसा भनेको भान्से, नेपालीमा सिम्पल छ भान्से। कुक, कुक। योरिसा छोरिसा भनेको कुक। यो दुईटै चाहिँ फिसुथान माल है। योरिसा र छोरिसा भनेको फिसुथान माल। बुझ्नुभयो? पछि मोडल क्वेसनहरू पढाउँदाखेरि याद हुन्छ तपाईँलाई, चाहिन्छ मोडल क्वेसनमा। याद गरिराख्नु, मोडल क्वेसन पढाउँदाखेरि यो चाहिन्छ है। फिसुथान मालहरू चाहिन्छ, फान्ने माल चाहिन्छ हामीलाई। अब अर्को के छ, उजुबेकिस्तान। उजुबेकिस्तान, उजुबेकिस्तान भनेको देश भइहाल्यो, नारा है। यो चाहिँ नारा। नारामा के लाग्छ, अनुकिमुसिन, अनुकिमुसुन। अफकोर्स अनु नै राख्छ, अनुनागा सारामिका भनेर क्वेसन हामीले सुन्ने गरेको छ। ल, आजको भिडियो अलिकति लामो भयो, यति नै छ यसमा। फर्स्ट च्याप्टरमा प्रायः जस्तो तपाईँलाई कति मिनिङ आउने खालको थियो, अनि नआउने मिनिङ पनि धेरै थियो होला सायद। नआउनेहरू चाहिँ स्क्रिनसट गरेर राख्नु, भिडियो सेभ गरेर राख्नु, अनि यसरी नै कन्टिन्यू लिएर आउँछ। कमेन्ट गर्न चाहिँ नबिर्सिनु भिडियो कस्तो लाग्यो। नयाँ बुकको फर्स्ट टाइम यो मिनिङहरू हाल्दैछु। पुरानो बुकको मिनिङहरू चाहिँ मैले राखिसकेको छ, प्लेलिस्टमा गएर हेर्नु होला। नयाँ बुकको मिनिङहरू राख्दैछु। अब नयाँ बुकसँग रिलेटेड के चाहिन्छ, मोडल क्वेसन चाहिन्छ, मिनिङ एक्सप्लेनेसन चाहिन्छ, सेन्टेन्सेस चाहिन्छ, के चाहिन्छ, प्लिज कमेन्ट गरेर भन्नु होला। म त्यही अनुसारको भिडियो ल्याउँछु है। हस् त।